ඒකායනෝ අයං භික්ඛවේ මග්ගෝ සත්තානං විසුද්ධියා සෝක පරිද්දවානං නමෝ තස්ස භගවතු අරහතෝ සම්මා සම්බුද්දස්ස නමෝ තස්ස භගවතු අරහතෝ සම්මා සම්බුද්දස්ස නමෝ තස්ස භගවතු අරහතෝ සම්මා සම්බුද්දස්ස ભગવાન શાસ્ત્રાલય સર્વપ્રથમ સાદર વંદના ઉપસ્થિત ભएका सबै अनागारिका गुरुमाहरू सहित सकल उपासक उपासिकाहरूलाई त्रिरत्नको आशीर्वादले सबैलाई मैत्री होस्, सुख शान्त लाभ होस्। भगवान बुद्धले देशना गर्नुभएको यो जुन सतिपत्थान ध्यान भावना जानेर बुझेर बोध गरेर यो दुःखमय संसारबाट मुक्त होस् भन्ने कामना गर्दछु। आज 2076 साल पुष महिनाको 9 गते बुधबार दिन हो। हाम्रो क्लास सतिपत्थान विपस्सना ध्यानको भए तापनि यस समयमा हामीले जुन यो शीर्षक अनुसार छलफल गरेर आएको ध्यान कसरी बस्ने भन्ने है, त्यो अनुसार समथ ध्यान कति प्रकारका छ? 40 प्रकारका छ। 40 प्रकारका ध्यान मध्ये हामीले छलफल गरेर आएको 3 नम्बरको हो। त्यो के हो? अनुसति, 10 अनुसति ध्यान। 10 अनुसति ध्यान। 10 अनुसति ध्यान मध्ये पनि कति नम्बर हो आज? आज बुद्धानुसति, धम्मानुसति, संघानुसति अनि शीलानुसति, चागानुसति। आज चागानुसति गरिसके हैन? 4 नम्बर हो। 5 नम्बर। 5 नम्बर के चागानुसति। चागानुसति। चाग भनेको पालीमा चाग भनेको त्याग हो है, त्याग। त्याग भनेको दान दिने है। अनि अर्को परित्याग पनि भन्छ नि हैन? त्याग, यहाँ त्याग पनि यो यही हो नि। त्याग र परित्यागमा के फरक छ र? त्यही हो नि है। त्याग र परित्यागमा के छ? यहाँ त्याग छ नि, अनि एउटा शब्द आएछ परित्याग। त्याग परित्याग। यो परि भनेको धेरै अर्थ छ। परि भनेको त्याग भनेको पनि दिनै हो, परित्याग गर्ने पनि दिनै हो हैन? आफूसँग भएको दिने, अरूलाई दिने, त्यसलाई त्याग भनिन्छ हैन? पालीमा चाग, संस्कृतमा त्याग हैन? नेपालीमा दिने, नेवारीमा बिगो हैन? अनि यो परि शब्द एउटा आएछ। परि भनेको हैन पुरै हैन? पुरै के चारैतिर हैन? चारैतिरमा जुन हामीसँग भएको लोभ चेतना है, लोभ चेतना छ नि, आशा, मान, अभिमान त्यो आउँछ। दान दिने बेलामा पनि त्यस्तो आउँछ। मान अभिमानको लागि पनि दान दिन्छ।
मान सम्मान आफूलाई पाउनको लागि पनि दान दिन्छ हैन। दान त दान दिने हो, त्यो दान दिएपछि त्यो मान अपेक्षा गर्छ, सम्मान अपेक्षा गर्छ। धेरै जसो आजकल दान दिने त्यही तरिका हो होइन। दान दिएपछि आफूलाई मान सम्मान गर्छ भने हैन, अनि फेरि दान दिन्छ। एकचोटि त्यो दिएर आफूलाई सम्मान छैन भने त्यहाँ दान दिँदैन त्यो अहिले बुझ्छ होइन। भन्ते गुरुमालहरू पनि अनि धेरै वर्णना गर्छ नि, फलाना एकदम राम्रो छ होइन, एकदम परित्यागशीली छ, यस्तो यस्तो दान दाता हो भनेर त्यस्तो होइन वर्णना गर्दाखेरि खुसी हुन्छ नि, अनि फेरि दान दिन्छ। अनि त्योबाट के पाउँछ र झन् मान अभिमान है वृद्धि हुन्छ हैन। योबाट झन् के मान अभिमान वृद्धि हुन्छ। यो मान अभिमानको लागि त्याग गर्यो भने हैन त्यो परित्याग हुँदैन, त्यो भन्न खोजेको हो। त्याग र त्याग हो, दिने पनि हो तर परित्याग होइन हैन। परित्याग गर्न सम्पूर्ण त्यो छोडेर दिनुपर्छ। त्यस्तो अपेक्षा नराखी दान दिने हो। त्यस कारणले भगवान बुद्धले यो चागानुसति भनेको जुनसुकै होस् है, तपाईँ आफूले दिएको कुनै हैन दान हो त्याग, त्यसलाई फेरि सम्झिने, फेरि सम्झन। अनुसति भनेको स्मरण गर्ने हो, त्यागलाई फेरि अनुस्मरण गर्ने। त्यो अनुस्मरण गर्दाखेरि उहाँलाई फेरि के हुन्छ, पुण्य हुन्छ। बुझ्नुभयो है। यो पनि एकदमै राम्रो हो। यो बुझ्नको लागि 1 महिना अगाडि एउटा ठुलो हैन ठुलो पुण्य कार्य गर्यो हैन। 1 महिना अगाडि आज कति 2076 पुष महिना कति 9 गतेसम्म आयो हैन। आज 9 गते, आज 9 गते। यो 1 महिना अगाडि हो। 1 महिना अगाडि भन्दाखेरि मन्सिर है कति 9 गते। मन्सिर 9 गते हामीले एउटा दान दिएको छ, त्याग गरेको छ। हामी सबै मिलेर हैन एक ठाउँमा गएर वा हैन बिहारमा गएर वा वृद्धाश्रममा गएर वा अन्य कुनै ठाउँमा गएर एउटा ठुलो पुण्य कार्य गरेछ। अनि आजको हिसाबमा एक महिना बितिसक्यो। 1 महिना बितिसकेपछि यो जुन ठुलो हामी पुण्य कार्य गरेर यो अवस्थामा आएर फेरि हामी के गर्छ, यो त्यागलाई अनुस्मरण गर्छ है। के गर्ने, फेरि अनुस्मरण गर्यो। हामीले यसरी दान दिएर आएको छ, त्याग गरेर आएको छौँ है। कुरा गर्छ, स्मरण गर्छ। कुरा गर्यो भने वाचिक हैन के वाचिक कर्म भयो। कुरा गर्यो भने त्यो फेरि यसरी हामीले दान दिएर आएछ भने वाचिक कर्म भयो। अनि एक्लै आफूले यसरी दान दिएर आएको छ भनेर सम्झ्यो भने यो मानसिक कर्म हुन्छ है। बुझ्नुभयो है। अनि यो वाचिक कर्म वा मानसिक कर्म यो सबै यो फेरि यो के नयाँ कर्म हुन्छ है। यो वर्तमानको कर्म हो यो है। यो वर्तमानको कर्म हो। यो 1 महिना अघि हामी त्यो दान दिइसक्यो, त्यो त सक्यो नि हैन। 1 महिना अगाडि गरेको हो, तर आज त्यही दान दिएर आएको फेरि यो अनुस्मरण गर्छ, स्मरण गर्छ। स्मरण गर्दाखेरि यदि मानसिक अनुसार स्मरण गर्यो भने के मनोकर्म हुन्छ हैन। मनोकर्म बनिन्छ मानसिक कर्म। त्यही कुरा त्यो त्याग गरेको आएको फेरि त्यो वाचिक अनुसार कुरा गर्यो भने एकदम खुसियाली साथ हैन। मान अभिमानको लागि होइन है,
मान अभिमानको लागि होइन, आफूले त्याग गरेर आएको त्यो फेरि फेरि एकदम प्रसन्न साथ होइन खुसीले कुनै व्यक्तिलाई त्यो फेरि फेरि भन्यो भने यो वाचिक कर्म हुन्छ। त्यो अनुसार फेरि के हुन्छ, नयाँ कर्म हुन्छ। भन्दाखेरि त फेरि कर्म त भयो नि, बुझ्नुभयो है? भइहाल्यो। दान दिएको अवस्थामा पनि 1 महिना अगाडि यही पुण्य भइहाल्यो, अनि फेरि त्यो सम्झँदाखेरि फेरि पनि नयाँ कर्म भयो वाचिक। त्यस कारणले पुण्य भनेको पुण्य गर्दाखेरि त्यस कारण त भनेको एकचोटि पुण्य गर्यो भने होइन मरणासन अवस्थासम्म त्यो फेरि फेरि सम्झेर होइन खुसी हुन सक्छ, तृप्ति हुन सक्छ। पुण्यको स्वभाव त्यही हो, फेरि फेरि पुण्य हुन्छ, आत्मसन्तृप्ति हुन्छ, पुण्य सम्पत्ति। त्यस कारणले यो अनुसति ध्यान भनेको यही हो, अनुसति भनेको त्यही हो। शीलानुसार पनि त्यस्तै हो। आफूले त्यो जुन शील लिएको छ, पालन गरेको छ, त्यो शुद्ध छ कि छैन होइन, राम्रो छ कि छैन होइन, आफूले लिएको शील एकदम शुद्ध छ भने खुसी हुनुहुन्छ होइन। यो त्यागानुसार पनि त्यस्तै हो होइन। दान दिएपछि फेरि फेरि सम्झिने, फेरि फेरि सम्झिने, यो त राम्रै छ नि होइन। एकचोटि दान दियो भने फेरि फेरि, अनि कठिन चिजबाट दान दियो होइन हामीले, अनि फेरि सम्झिनु ओहो हामीले त यस्तो यस्तो कठिन पुण्य कार्य गरेका छौँ, अनि फेरि त्यो सम्झिने बेला कस्तो मन आनन्द हुन्छ, एकदम खुसियाली हुन्छ। त्यो मनोकर्म हो होइन, मानसिकबाट गर्ने नयाँ कर्म हो त्यो। अनि त्यही त्यो कठिन चिजबाट दान दिएको त्यही विषय लिएर साथीहरूसँग कुरा गर्यो भने त्यहाँ वाचिक कर्म हुन्छ होइन। त्यो नयाँ कर्म हो, अहिले वर्तमानको नयाँ कर्म, त्यसले फेरि फेरि राम्रै असर पर्छ, विवाह पनि आउँछ। त्यस कारणले त्यागानुसति भनेको त्यस्तो हो। यसको लागि एउटा मैले उदाहरण दिनु कि श्रीलङ्कामा यसको लागि एकदमै राम्रो एउटा चलन छ। त्यहाँ कस्तो चलन छ भन्दाखेरि धेरै जसोले डायरी युज गर्छ, डायरी दिनचर्याको त्यो टिपोट गर्छ नि होइन, दिनभरि गर्ने काम दिन्छ। यहाँ पनि कुनै कुनै व्यक्तिहरूले त्यस्तो गर्छ होला, तर धेरै कम छ। यहाँ श्रीलङ्कामा त धेरै छ। त्यो नयाँ वर्षमा यो क्यालेन्डर सँगसँगै त्यो पनि आउँछ, लङ्काभरि त्यो वितरण हुन्छ होइन। क्यालेन्डरसँगै त्यस्तो पनि आउँछ डायरी, एक वर्ष। अनि त्यो डायरीमा होइन, त्यो डायरीमा जुन यो होइन, अनि डायरीमा के त्यो लेख्छ भन्दाखेरि आज कति, हिजो पुस कति 8 गते, आज पुस 9 गते। अनि पुस हिजो नि, हिजो पुस 8 गते मैले यसरी यसरी पुण्य कार्य गरेँ, फल्ना बिहारमा गएर मैले यस्तो धर्म देशना सुने होइन, त्यस्तो यस्तो दान दिएँ, यो लेख्छ यहाँ। आज म नागबालमा गएर महापरितानमा सहभागी भएँ, अनि धर्म उपदेश पनि सुने होइन, मैले आफ्नो श्रद्धा अनुसार दान पनि दिएँ, एकदम खुसी भयो, यसरी लेख्यो होइन। दुईवटा छ यो। अनि यसरी नै जान्छ होइन, यो लेख्ने त्यस्तो टिपोट गर्छ। अनि यो के को लागि चाहिन्छ भन्दाखेरि यो त होइन वर्तमानको हिसाबले आज पुण्य गरेको हो नि, अनि 10 वर्ष पछाडि पनि यदि यो छ भने बिरामी भएको अवस्थामा, केही गर्न नसकेको बेलामा होइन, लासामा ठल्ल पर्ने बेलामा फेरि यो दिनचर्या जो छ नि डायरी यहाँ आएर एकचोटि पढ्यो भने के हुन्छ, यो सबै त्यहाँ छ नि, उल्लेख भइरहेको छ नि। अनि यो दिनमा यस्तो यस्तो गरेछ, त्यस्तो यस्तो गरेछ भनेर, अनि सबै यहाँ त डिटेल्स छ नि। अनि यहाँ आएर केही गर्न सक्दैन होइन,
आफूले अहिले केही गर्न सक्दैन, न दान दिन सक्छ, न शिल पालन गर्छ, न ध्यान बस्न सक्छ, केही गर्न सकेन भने बिराम भएर लासामा थल्ल परेछ। त्यो अवस्थामा अनि कुनै आफ्नो छोराछोरीलाई ल मैले त्यो पुण्य गरेको एकचोटि मलाई सुनाउन भनेर एकचोटि सुन्यो भने त्यो सुनेर एकदम त्यो त सबै आउँछ नि। त्यही चित्तले यदि यो अवस्थामा मृत्यु भयो भने सिद्ध कहाँ हुन्छ? सुगतिगामी हुन्छ। त्यो साइड सपोर्ट हो। यो मरणासन अवस्थामा बाहिरबाट यो हामीले यो के उपकार गर्ने हैन, सुगतिगामी हुन्छ त्यो। त्यसको लागि यो अनुसति ध्यान एकदमै महत्त्वपूर्ण हुन्छ, बुझ्नुभयो है। अनि यो हाम्रो श्रीलङ्कामा एकजना राजा थिए। त्यो राजा को भन्दाखेरि गामिनी राजा है। यो गामिनी भने दुट्ठ गामिनी, गामिनी उहाँको नाम गामिनी हो, तर पछि यो गामिनी भनेको इन्डियामा सम्राट अशोक जस्तै हो। इन्डियामा सम्राट अशोक राजा हो हैन। श्रीलङ्काको हिसाबमा सम्राट गामिनी हो। उहाँले धेरै विहार चैत्य हैन निर्माण गरेको छ। अशोक राजाले कि 84,000 धर्मस्कन्धले 84,000 विहार निर्माण गरेको छ हैन। त्यस्तै नै गामिनी राजाले पनि त्यस्तै हो। श्रीलङ्कामा भरि हैन पूर्व पश्चिम उत्तर दक्षिण सबै ठाउँमा उहाँले धेरै ठुलो ठुलो चैत्य विहार निर्माण गरेको छ। अनि उहाँको एउटा कस्तो बानी छ भन्दाखेरि एकजना हैन अलग्गै अमात्य छ। त्यो अमात्यले जे पुण्य गर्छ त्यो सबै टिपोट गर्छ एकजनामा। जे त्यो पुण्य कार्य गर्छ सबै लेखिन्छ। उहाँको कामै के आफ्नो राजाले गर्ने सबै लेख्ने। आज यो बिहारमा गयो, यस्तो यस्तो काम भयो, यस्तो दान दियो भनेर त्यो लेख्छ। भोलि पनि त्यस्तै हो। अनि त्यो एउटा त्यसलाई के भन्छ कि त्यो पुण्य हैन, पुण्यको बारे लेख्ने किताब भएर पुण्य किताब भन्छ। त्यो किताबकै नामै के पुण्य किताब। श्रीलङ्का भाषाबाट पिनपोट भन्छ। श्रीलङ्कन भाषाबाट पिन भनेको पुण्य हैन, पोत भनेको किताब, पिनपोट। धेरै जसोले त्यहाँ युज गर्छ। मसँग पनि एउटा छ, त्यहाँबाट लिएर आएको यो छ। तर अहिले लेख्नै बानी छैन हैन। यो पनि एकदमै राम्रो छ। अनि यो पिनपोट वा पुण्य किताबमा यो सबै यो उल्लेख हुन्छ। अनि उहाँ पनि जीवित कालसम्म यस्तो पुण्य कार्य गरेर त्यो एकजना अलग्गै सेक्रेटरी जस्तो छ हैन, उहाँले यो सबै लेखे। अनि जुन गामिनी राजा मरणासन्न अवस्थामा, मृत्यु हुने अवस्थामा हैन, अन्तिम अवस्थामा पुग्यो। उहाँ अन्तिम अवस्थामा पुगेपछि आफ्नो भाइ हैन सद्धातिस्स, उहाँको भाइ तिस्स हो हैन, तिस्स हो। उहाँ एकदमै श्रद्धा छ, एकदमै धर्मप्रति आस्था छ। त्यसकारणले उहाँलाई एउटा जोड्यो के श्रद्धातिस्स। धेरै श्रद्धा भएको कारणले उहाँलाई श्रद्धातिस्स भन्यो। तिस्स हो, श्रद्धा धेरै भएको। अनि उहाँले के गरेको आफ्नो दाजु हैन गामिनी मरणासन अवस्थामा भएको अवस्थामा यही पुण्य किताब लिएर पढ्यो। ल तपाईलाई यस्तो यस्तो पुण्य कार्य गरेको छ है, दुःख नहोस्, पीडा नहोस् तपाईँ हैन। तपाईँ साधारण व्यक्ति होइन हैन, श्रीलङ्कामा हैन महान राजा हो, सम्राट जस्तो हो उहाँ हैन। अन्तिम अवस्थामा त्यो सबै पढाएर ओहो एकदम आनन्द भयो। त्यो सुनेरै उहाँ मृत्यु भएर गयो। उहाँ अहिले श्रीलङ्काको हैन श्रद्धावान उपासक उपासिकाहरूको विश्वास के भन्दाखेरि उहाँ अहिले देवलोकमा छ हैन, शुद्धावासमा गएछ।
भविष्यमा मैत्री बुद्ध हुने यही गामी राजा हो भन्छ। त्यस्तो विश्वास छ। भविष्यमा बुद्ध हुन्छ नि को मैत्री बुद्ध, त्यो मैत्री बुद्ध हुने यही गामिनी राजा हो भनेर त्यहाँ उनीहरूको विश्वास। त्यस कारणले यो अनुसति ध्यान भनेको एकदमै राम्रो हो, यो है एकदमै राम्रो हो। त्यो साथसाथै अर्को एउटा पनि भन्नुपर्छ, यो त राम्रो अनुसति भयो हैन, पुण्यको हिसाबले भयो। त्यस्तै नै हैन, यो त चागा अनुसति भयो। अनि चागा अनुसति जस्तै नि हैन, आफूले गरेको अकुशल, आफूले गरेको पाप, आफूले गरेको हिंसा हैन, क्रोध गरेर विभिन्न पाप कार्य गर्यो, त्यो पनि अनुसति हुन्छ नि हैन। एउटा चागा अनुसति हो। अनि अर्को के पापानुसति पनि हुन्छ नि, पापलाई पनि त अनुसति हुन्छ नि है। आफूले गरेको पाप, के पाप? प्राणघात, अदत्ता दान, काम मिथ्याचार, मुसावाद हैन, त्यो सबै पनि यो त पाप हो नि, त्यो पनि त अनुसति हुन्छ नि है। त्यो अनुसार मरणासन अवस्थामा यही पापलाई अनुस्मरण गरेर यदि मृत्यु भयो भने कहाँ हुन्छ? कहाँ? यो पनि अनुसति हो है, बुझ्नुभयो है। पहिले यो पुण्य अनुसति गरेको हो, त्याग गरेको, सेल पालन गरेको, राम्रो राम्रो काम गरेको अनुसति गरेको। यहाँ पापलाई अनुसति गरेको, आफूले गरेको अकुशल कर्म। यदि यस्तो हैन चित्त आएर मृत्यु भयो भने पुण्यको स्मृति गरेर मृत्यु भने सुगतिगाम हुन्छ, पापलाई अनुसति गरेर मृत्यु भयो भने दुर्गति हुन्छ। त्यसकारण त्यो त हुँदैन। त्यसकारणले भगवान् बुद्धले के भन्नुभएको भन्दाखेरि सकेसम्म आफूले गरेको पापलाई त्याग गर। यो पनि त्यागै हो, त्याग गर, त्यो नचाहिने हो हैन। आफूले जाने वा अनजानी तरिकाले गरिसक्यो नि त्यो हैन, पाप गरिसक्यो, आफू नबुझेर हैन, आफ्नो अज्ञानताको हिसाबले त्यो गरिसक्यो, त्यो फेरि सम्झिनु होइन, त्यो दिमागबाट निकालेर फ्याँक्ने रे। पापलाई उल्टा गर्नु पर्यो, पुण्यलाई स्मरण गर्ने, पापलाई त्याग गर्ने। त्यसो गर्न सक्यो भने यिनीहरूलाई नो टेन्सन, नो टेन्सन, जहिले पनि खुसी हुन्छ। टेन्सनै छैन नि। टेन्सन हुने कसलाई? पापलाई फेरि सम्झिने व्यक्तिलाई। आफूले गल्ती गरिसक्यो भने त्यो गल्तीलाई फेरि सम्झ्यो भने टेन्सनै हुन्छ। ल भयो हैन, त्यो सबै छोड्न सक्यो भने, छोड्न त सक्दैन त्यतिकै हैन, तर छोड्न सक्यो भने राम्रै हुन्छ। तर छोड्न सक्छ कि सक्दैन भनेको त्यो ठाउँमा छ। तर हैन, राम्रो काम के नगरी बस्ने हैन, किन टेन्सन लिने, नगरी बस्ने भइहाल्यो अरे, अनुस्मरणै हुँदैन हैन। अनि हामीलाई अनुस्मरण हुने के खालि पुण्य मात्र हुन्छ है। ल आजदेखि सुरुवात गर्नुहोस् तपाईँ पनि है, यो पुण्य किताब एउटा बनाउनुहोस् है, अनि लेख्नुहोस्। मैले पनि त्यो एउटा किताब बनाउनु पर्ने, मेरो त धेरै हुन्छ नि हैन, त्यो दिनचर्या जस्तै होइन, त्यो के धर्मदेशना गर्नुको लागि लेख्नै पर्यो, पाठ गर्नुको लागि लेख्नै पर्यो, भोजन जानुको लागि लेख्नै पर्यो, त्यही दिन डायरी हुन्छ मेरो त। सधैँ त्यस्तो त हो नि। आज हैन बुधबार यहाँ सुमङ्गल बिहारमा क्लास छ सठीबत्थान हैन, बिहिबार धर्मकीर्तिमा छ हैन, शुक्रबार त्यहाँ दोलेन्द्र सरको घरमा छ। त्यो पनि लिए पनि त यही डायरी हुन्छ जस्तो हुन्छ हैन। मैले पनि आजदेखि सुरुवात गर्छु। ल तपाईँले पनि सुरु गर्नु, बुझ्नुभयो हैन। देव गुणलाई है सम्झिने,
देव गुणलाई सम्झिने। देवताहरूसँग गुण हुन्छ नि, देवता हुनको लागि गुण छ नि, त्यो गुणलाई उहाँहरू एकदम शीलवान गुणवान छ होइन। उहाँहरूले किन पाप गर्दैन, अकुशल कर्म गर्दैन होइन। मान्छेभन्दा पनि उहाँहरू एकदम धर्मले, ज्ञानले, शीलले माथि हुनुहुन्छ होइन। त्यस्तो गुण सम्झिने अनि त्यस्तो सम्झेर म पनि त्यो ठाउँमा आउनु पर्यो भनेर होइन अनुस्मरण गर्ने यो देवता नसुत्यो होइन। यसरी होइन यो 4वटा दुर्गति छ। मनुष्यलोक यहाँ छ 1 2 3 4 5 6 यो छ देवलोक 6वटा। यो देवलोक 6वटामा यो देवीहरूसँग भएको गुणलाई सम्झिने अनि सम्झेर म त यहाँ हो नि होइन, यहाँ पुग्यो नि होइन। यहाँ पुगेर यो देवीहरूको गुणलाई राम्रो राम्रो होइन गुणलाई सम्झिने, अनुस्मरण गर्ने। अनुस्मरण गरेर कुनै दिनमा म पनि त्यो ठाउँमा आउन सकोस् भन्ने सधैँ प्रयास गर्ने, वीर्य गर्ने, उत्साह गर्ने। यो देवता गुण, देवता अनुष्ठित भनेको त्यो हो। आफू देवता भएको होइन, आफू देवता हुनको लागि न त्यो ठाउँमा जानको लागि अनुस्मरण गर्ने है। अनि देवीहरूसँग भएको गुण के त? अनुस्मरण गर्न त गुण त हुनु पर्यो नि होइन। देवहरूसँग भगवान् बुद्धले होइन देव धर्म भनेर उहाँले एउटा देशना गरेको के देव धर्म। देव धर्म दुईटा छ, एउटा के हिरी हिरी ओटप्प। हिरी भनेको लाज, लाज शर्म यसरी हो। ओटप्प भनेको भय, त्रास। ल यही हो देवताहरू भनेको है। ल देवताहरूसँग भएको गुण यो है। एउटा के हिरी अनि अर्को ओटप्प। हिरी भनेको लाज शर्म हो, ओटप्प भनेको भय, त्रास, डर। यो दुईटा हामीसँग गुण भयो भने सबै पापबाट मुक्त हुन्छ। यति मात्र पुग्छ। यो दुईटा भयो भने सिधै स्वर्गलोकमा जान्छ। स्वर्गलोकमा जाने सजिलो छ, यो दुईटा मात्र पुग्छ है। यो दुईटा मात्र पुग्छ है। एउटा के हिरी, पाली भाषामा हिरी, अर्को ओटप्प वा हिरी भनेको लाज शर्म हो अनि भय त्रास हो। अनि हिरी लाज शर्म भनेको कस्तो लाज शर्म भने पाप गर्नको लागि लाज शर्म हुनुपर्छ, प्राणी हिंसा गर्नको लागि लाज शर्म हुनुपर्छ, चोरी काम गर्नको लागि लाज शर्म हुन्छ, व्यभिचारमा जानको लागि लाज शर्म हुन्छ, आफ्नो फाइदाको लागि भनेर अरूलाई झुटा कुरा गर्ने, चुक्ली बोल्ने हैन, कडा शब्द बोल्ने, त्यसको लागि लाज शर्म हुन्छ। मादक सेवन गरेर यताउता हैन झगडा गर्ने, त्यसको लागि लाज शर्म हुनुपर्छ। यदि लाज शर्म भयो भने त्यो मान्छेले पाप गर्दैन, पाप गर्दैन। लाज शर्म भएको व्यक्तिले कहिले पनि पाप गर्दैन। अनि कसरी यो लाज शर्म उत्पन्न गर्ने त? लाज शर्म भयो भने पाप गर्दैन हो। अनि त्यो लाज शर्म कसरी उत्पन्न गर्ने त? भगवानले बुद्धले त्यो पनि भनेको छ तरिका। एउटा तरिका के? आफ्नो उमेरको बारे विचार गरेर लाज शर्म राख्नुपर्छ। उमेर आफ्नो उमेर वर्ष, म यति वर्ष भइसक्यो, म जस्तो व्यक्तिले यस्तो पाप गर्न सोच छ कि छैन, मिल्छ कि मिल्दैन, समाजको लागि, व्यवहारको लागि, परिवारको लागि यो मिल्छ कि मिल्दैन। यति उमेर भइसक्यो म हैन। एउटा के उमेरको हिसाबले लाज शर्म गर्न
उमेर है, वर्ष। 2 नम्बर के भन्दाखेरि आफ्नो जातिको हिसाबले, जाति 3 नम्बर आफ्नो कुल, हैन, जाति आफ्नो जाति छ नि, शाक्य जाति, बज्राचार्य जाति, महर्जन जाति, हैन, हाम्रो जाति हुन्छ। आफ्नो जातिको जुन त्यो हिसाबले, हैन, मेरो जातिलाई यस्तो पाप गर्न सुहाउँछ कि सुहाउँदैन, त्यो अनुसार विचार गरेर लाज शर्म गर्नुपर्छ। हैन, आफ्नो कुल परम्पराको धर्म हुन्छ, हैन, कुल परम्पराको धर्म हुन्छ। त्यो कुल परम्पराको धर्म अनुसार विचार गरेर पाप गर्नको लागि, अकुशल कर्मको लागि लाज शर्म हुनुपर्छ अरे। उमेरको हिसाबले, जातिको हिसाबले, अनि कुल परम्पराको हिसाबले, अनि आफ्नो अर्को एउटा ज्ञानको हिसाबले, ज्ञान भन्दाखेरि आफ्नो शिक्षा प्राप्त गरेको हिसाबले, हैन, म जस्तो शिक्षित व्यक्तिले, हैन, म जस्तो शिक्षित व्यक्तिले यस्तो काम गर्न सुहाउँछ कि सुहाउँदैन। म यति पढिसकेँ, यो ठाउँमा आइसकेँ, हैन, अर्को यो धर्मको हिसाबले, है, धर्मको हिसाबले, ज्ञान धर्मको हिसाबले, म बिहारमा आएको एकजना उपासिका हो, हैन, अमाई अष्टै पुनीमा यसरी म आएर शिल प्रार्थना गर्छु, बुद्ध पूजा गर्छ, धर्म प्रवचन सुन्छ, ध्यान भावना गर्छ। यस्तो म जस्तो उपासक, बौद्ध उपासकलाई वा उपासिकालाई यस्तो पाप गर्न वा अकुशल कर्म गर्न मिल्छ कि मिल्दैन? मिल्छ? मिल्दैन। मिल्दैन भने त्यो विचार गरेर के लाज शर्म हुनु पर्यो। यदि त्यस्तो गर्यो भने अरू व्यक्तिहरूले के गर्छ? झन बेइज्जत गर्छ, अपमान गर्छ। उहाँ हेर्नुहोस्, बिहारमा जाने त्यो उपासकले यस्तो गर्ने मिल्छ? आफूले जे पनि गर्न मिल्छ है। उनीहरूको त्यस्तो छ नि, हामीले गर्नु मिल्दैन, उनीहरूले जे पनि गर्न मिल्छ है। बिहारमा नआउने व्यक्तिले जे पनि गर्न मिल्छ भने उनीहरूको सोचाइ हो, तर त्यो पनि गलत हो। तर गलत भए तापनि उनीहरू त्यस्तै सोच्छ। उनीहरूले विचार गरेको बिहारमा जाने व्यक्तिहरू शान्त दान्त हुनु पर्यो। बिहारमा जाने व्यक्तिहरूले उनीहरूको गल्ती भए तापनि हामी त्यो गल्ती स्वीकार होइन, त्यो सहनशीलता गर्नु पर्यो। उनीहरूको विचार त्यस्तै हो, त्यो अलगै हो है। तर त्यो अनुसार हामी के समझदार हुनु पर्यो हैन। यिनीहरूको ठाउँ त्यही छ, तर हामीहरू त यो लाज शर्म हुनु पर्यो नि। म बिहारमा जाने यो एकजना उपासिका हो वा उपासक हो, म भन्दै हो, म गुरुमामा हो, म जस्तो व्यक्तिलाई यस्तो पाप गर्न सुहाउँदैन भनेर के लाज शर्म है जो हो। अनि ओटप्प त्रास, ओटप्पको पनि कारण छ हैन। एउटा कारण है ओटप्प। एउटा के, मैले यदि जुन गल्ती गर्यो भने धर्मको हिसाबमा पाप हो, व्यवहारको हिसाबमा गल्ती हो हैन, राजनीतिको हिसाबमा हैन, के कानुन नियम, यदि त्यो नियमलाई तोड्यो भने, कानुन विपरीत हैन काम गर्यो भने अनिवार्यमा सरकारबाट के पाउँछ? दण्ड हुन्छ के हैन। दण्डलाई सम्झेर त्रास हुनु पर्यो हैन। दण्ड अनिवार्य दण्ड दिन्छ हैन। पुलिसमा जानु पर्यो, अदालतमा जानु पर्यो हैन,
पछि कहाँ जानुपर्छ? जेलमा पनि जान सक्छ। त्यो विचार गरेर पाप गर्नको लागि भय भीति हुनुपर्छ, त्रास हुनुपर्छ। पुलिस आउँदाखेरि डर लाग्छ नि होइन? लाग्छ नि होइन? किन डर लाग्ने? आफूले गल्ती गरेको छ भने डर लाग्छ होइन? त्यो डर चाहिन्छ होइन? एउटा हो यो दण्डलाई। अर्को 2 नम्बर होइन, यदि पाप गर्यो भने अकुशल गर्यो यो त यो लोकमा हुने है। अर्को के भन्दाखेरि पाप गर्यो भने होइन, पापको कारणले के पाप गर्यो भने के हुन्छ? दुर्गतिमा पतन हुन्छ। नरक प्रेत असुर तिर्यक लोकमा पतन हुन्छ भनेर विचार गरेर त्रास हुनु पर्यो, भय हुनु पर्यो। संसार भनेको अति नै भयङ्कर छ, त्यो विचार गरेर पापबाट मुक्त हुने। यसरी के यो गुणलाई सम्झिने है। यदि यस्तो गुणलाई सम्झन सक्यो भने पापबाट मुक्त हुन सक्छ, अनिवार्य देवलोकमा पुग्छ होइन? यो पनि एकदमै राम्रै हो देवता अनुसति पनि है। अनुसति ध्यान एकदम राम्रो छ। त्यसैले धेरै जसो यो विचारै गर्दैन। यो सबै हाम्रो प्रायोगिक जीवनमा एकदमै महत्त्वपूर्ण छ नि। यो कण्ठ गर्नको लागि होइन, यो खालि जाँच लेख्नको लागि मात्र होइन यो होइन? जाँच लेख्न होइन, पास हुनेको लागि मात्र होइन नि। यो त एकदमै यो त प्र्याक्टिकल छ। हाम्रो जीवनमा प्रायोगिकमा यो व्यवहारमा उतार्नु पर्ने हो यो सबै धर्म। ध्यान भनेको सबै त्यस्तै छ। वास्तवमा हेर्दाखेरि ध्यान भनेको आँखा चिम्लेर एक ठाउँमा बस्ने मात्र होइन। ध्यान भनेको प्रायोगिकमा व्यवहारमा उतार्ने नै हो ध्यान भनेको। यो सबै अहिले त यो समथ ध्यान हो, विपश्यना ध्यान पनि त्यस्तै हो है। ल अब देवता नुसति, देव गुणलाई सम्झिने। देव गुण भनेको के त? देव धर्म हो। देव धर्म भनेको के त? हिरी ओटप्प, उहाँहरूसँग भएको गुण यो हो। जुन व्यक्तिसँग यो देव धर्म हुन्छ त्यो व्यक्ति देवता हुन्छ। देव गुणले भरिपूर्ण भएको व्यक्तिलाई देव भन्छ होइन? कुनै कुनै यो मनुष्य लोकमा पनि त्यस्तो व्यक्ति हुन्छ नि। यो होइन, यो मान्छे त है देवता जस्तो छ भन्छ नि होइन? उहाँको दया माया मैत्री भाव छ होइन? अरूलाई सेवा गर्ने स्वभाव छ। दुखित भएको व्यक्तिहरूलाई एकदम करुणा राखेर, दया राखेर होइन, एकदम सेवामा त्यस्तो काम गर्नेमा एकदम मन छ। अनि हामीले भन्छ व्यवहारमा यो मान्छे त एकदम होइन देव जस्तो छ, देव जस्तो छ भन्छ। त्यस्तो गुण भएको व्यक्ति, त्यस्तो गुण भएको व्यक्तिहरू सायद हाम्रो परिवारमा हाम्रो आमा पनि हुनसक्छ होइन? छोराछोरीलाई आमा नै देव समान हुन्छ। कुनै कुनै ठाउँमा आफ्नो बुवा पनि देवता जस्तो हुन्छ। कुनै कुनै ठाउँमा आफ्नो श्रीमान पनि देवता जस्तै हुन्छ। कुनै कुनै ठाउँमा आफ्नो स्वास्नी वा श्रीमती पनि देवता जस्तो हुन्छ। त्यस कारणले यो परिवार जीवनमा त्यो 4 तरिका छ नि। छवो छवाय सद्दिङ सङ्गवसति, छवो देवाय सद्दिङ सङ्गवसति, देवो छवाय सद्दिङ सङ्गवसति, देवो देवाय सद्दिङ सङ्गवसति। सुनेको छ? छैन? एकदम राम्रो छ नि त्यो। देवो देवाय सद्दिङ सङ्गवसति भनेको एकजना देव र है देवी। देव भनेको पुरुष भयो, देवी होइन? कुनै कुनै परिवार यस्तो छ श्रीमान होइन देव जस्तो छ, त्यस्तो गुणले भरिपूर्ण भएको। अनि श्रीमती पनि देवी जस्तो छ। देव र देवी जस्तो भनेको यही हो। दुईजनासँगै के गुण छ? हिरी ओटप्प छ।
दुईजनासँगै यो हिरी ओटप गुण छ। पाप गरेर पापबाट मुक्त हुन्छ हैन। त्यस्तो परिवार सुखी परिवार हुन्छ। त्यस्तो परिवार मनुष्य लोकमा भए पनि स्वर्गमा बसेको जस्तो हुन्छ। हाम्रो घर स्वर्ग समान हुन्छ। हाम्रो घर स्वर्ग बनाउने आफ्नै हातमा हो, अरूको हातमा होइन, आफ्नै हातमा हो। आफूसँग यो गुण हुनु पर्यो हैन। ल त्यो अनुसार देवता अनुसार पनि राम्रै भयो है। अनि अर्को कति नम्बर? 7 नम्बर है। 7 नम्बर के उपसमानुस्सति। उपसमानुस्सति। उपसम भनेको के? उपसम भनेको निर्वाणको नाम हो। उपसम उपसम भनेको निर्वाणको नाम हो। तर उपसम भनेको अर्थ के त? उपसम एकदम शान्त दान्त भएको उपसम भनेको है। के कस्तो? शान्त स्वभाव। उपसम भनेको एकदम शान्त स्वभाव हैन। अनि अर्को शान्त स्वभाव भनेको के भन्दाखेरि अकुशल नभएको अवस्था, क्लेश नभएको अवस्था हैन। के शान्त स्वभाव भनेको के? अकुशल वा क्लेश वा पाप है। अकुशल, क्लेश, पाप हैन, रिस, राग हैन, तृष्णा, क्रोध नभएको अवस्थामा के हुन्छ? शान्त स्वभाव हुन्छ। त्यो शान्त स्वभाव चाहिँ उपसम भनेको हैन। निर्वाणलाई सम्झिने, निर्वाणलाई सम्झिने हो यो। निर्वाणलाई अनुस्सति, निर्वाणलाई स्मरण गर्ने। तर निर्वाणलाई स्मरण गर्न बुझ्नु पर्यो नि। के स्मरण गर्ने त? निर्वाणको स्वभाव कस्तो छ? एकदम शान्त स्वभाव छ, निर्मल छ, मल छैन। मल भनेको के? फोहोर हो, फोहोर छैन हैन, निर्मल छ, अति शुद्ध छ, परिशुद्ध छ हैन, दाग छैन त्यसमा हैन, अति परिशुद्ध छ, निर्मल छ हैन, पवित्रता छ भनेको के भन्दाखेरि शान्त स्वभाव छ भनेको यो के पनि छैन भनेको। के छैन त? राग द्वेष मोह छैन, काम छन्द व्यापाठी मृत्यु छैन हैन, संयोजन धर्म छैन, अनुशय छैन, आश्रव धर्म छैन हैन, काम दिट्ठी भाव अविद्या छैन। त्यो नभएको अवस्था शान्त हो। आनन्द, शान्त स्वभाव, आनन्द अनुभूति हुने स्वभाव है। के? आनन्द अनुभूति हुने स्वभाव। आनन्द अनुभूति हुने स्वभाव हैन, एकदम सुखदायक है। के? सुखदायक। त्यो अवस्था त्यस्तो निर्वाणको स्वभावलाई सधैँ अनुस्मरण गर्ने। त्यस्तो सधैँ त्यस्तो स्वभावलाई अनुस्मरण गर्न सक्यौ भने चाँडै नै हामी त्यो ठाउँमा जानुको लागि प्रेरणा हुन्छ। सधैँ सधैँ त्यस्तो अनुस्मरण गर्न सक्यौ भने हैन, प्रेरणा हुन्छ नि। ओ यो त अहिले मैले सुख भनेर यो विचार गरेको त दुःखै दुःख हो, क्षणको लागि मात्र त सुख हो नि हैन। अहिले जुन हामी सुख भनेर हामीले लिएको छौँ, हामीले त्यो सुख भनेर हामी अनुभव गरेको छौँ, त्यो त एकछिनको लागि सुख मात्र हो। साँच्चै त सुख त यस्तो हुनुपर्छ हैन। साँच्चै सुख भनेको त कस्तो सुख? एकदम शुद्धताको शुद्ध, पवित्रताको शुद्ध हैन, त्यस्तो सुख हुनु, परिवर्तन नहुने शुद्ध हो जो सुख हुनु पर्यो हैन। त्यस्तो सुख हैन
पायो भने कति आनन्द हुन्छ, कति हैन मन प्रसन्न हुन्छ, प्रीति उत्पन्न हुन्छ। त्यस्तो हैन फेरि सम्झन सक्यौँ भने चाँडै नै त्यहाँ पुग्न हतार हुन्छ। अहिले त हतार छैन नि है, केही हतार छैन हामीलाई त, अहिले केही हतार छैन हैन, जे जति भए पनि हतार छैन। विराम हुन्छ त्यही पनि हतार छैन, लासामा ठल्ल पर्छ त्यही पनि हतार छैन। आमा मृत्यु हुन्छ, दुःख हुन्छ, रोन्छ, त्यही पनि हतार छैन हैन। जति दुःख आए पनि हामी हतार छैन, छैन। त्यो दुःख आएको बेलामा मात्र अलिकति हाम्रो धर्म संवेग उत्पन्न हुन्छ। अम्मो अपो भन्छ ओहो कस्तो दुःख यो हैन, आमा पनि मृत्यु भयो, बुवा पनि मृत्यु भयो हैन, छोरा पनि मृत्यु भयो, छोरी पनि भयो हैन, श्रीमान श्रीमती, अनि त्यो दुःख हुन्छ। कति दिनसम्म त्यो दुःख हुन्छ? 1 दिन 2 दिन 3 दिन 1 हप्ता पछि त सक्यो, केही हतार छैन। अब फेरि अलमल हुन्छ हैन, व्यवहारिकमा अलमल हुन्छ हैन, भोजमा व्यस्त हुन्छ, खाने पिउनेमा व्यस्त हुन्छ, काम गर्नेमा व्यस्त हुन्छ। अनि कहाँको कहाँ निर्वाण हैन, निर्वाण कता। त्यस कारणले समय समयमा टाइममा निर्वाणको अनुस्मृति गर्न सक्यो भने कमसेकम अलिकति वहाँ प्रेरणा हुन्छ। ल यसरी बसेर त हुँदैन हैन, चाहँदै म यो दुःखबाट संसारबाट, दुःखमय संसारबाट मुक्त हुनु पर्यो हैन, यहाँबाट पार हुनु पर्यो भने त्यस्तो सोच आउँछ। यो निर्वाणलाई फेरि अनुस्मरण गर्न सक्यो भने अनि हतार हुन्छ है। ल त्यस्तो हतार नहुने अवस्था आउनु पर्यो हामीमा पनि हैन। खाली धर्म उपदेशमा सुने मात्र होइन, बिहारमा आएर बुढो पूजा गर्ने हैन, त्यो गर्ने मात्र होइन, त्यस्तो सोच आउनु पर्यो। यदि यस्तो सोच आयो भने उहाँले चाँडै नै के यो अकुशललाई हटाउँछ। यो अकुशललाई त हटाउनु पर्यो नि, यो ठाउँमा आउनुको लागि अकुशलाई हटाउनु पर्यो, क्लेशलाई हटाउनु पर्यो, पापबाट मुक्त हुनु पर्यो हैन। योबाट मुक्त हुने भयो भने मात्र यो शान्त स्वभाव आउँछ हामीसँग हैन, आनन्द अनुभूति हुन सक्छ हैन। यस लोकमा हैन अपरिवर्तित सुख अनुभव गर्न सक्छ, के निर्वाण सुख हैन। त्यसको लागि के गर्नु पर्यो? निर्वाणको बारे अनुस्मरण गर्नु पर्यो। यही हो उपसंहार है। ल यो पनि भयो। ल तिमीलाई चाँडै निर्वाण प्राप्त होस् भन्दाखेरि डर लाग्छ। कहाँ त्यो निर्वाण जाने, कति काम छ हैन, त्यस्तो पनि भन्छ नि, अझ कति काम गर्ने बाँकी छ, चाँडै निर्वाण पनि सोच्छ भने त्यस्तो पनि विचार गर्छ। डर चाहिँ लाग्छ होला। ल के बुझ्नलाई डर लाग्दैन, नबुझेको कारणले त डर लागेको हो नि। ल 8 नम्बर के हो? मरणानुस्मृति हो। ल मरणानुस्मृति यो पनि डरै लाग्ने हो झन् डर लाग्ने हो यो त है। मरण अनुस्मृति मृत्यु मृत्युलाई अनुस्मरण गर्ने। भगवान बुद्धले भिक्षुहरूलाई दिएको उपदेश कस्तो भन्दाखेरि यो मरणानुस्मृति कसरी गर्ने भनेको दिनको 2 चोटि बिहान उठ्न साथै नै म एक दिन मर्नुपर्छ भनेर विचार गर्नुपर्छ, अनुस्मरण गर्नुपर्छ। फेरि रात्रि
हैन, निन्द्रामा लाग्ने अवस्थामा पनि म एक दिन मृत्यु हुनुपर्छ भनेर विचार गरेर सुत्ने रे। त्यस्तो मृत्युलाई अनुस्मरण गर्नुपर्छ। भिक्षुहरू हो तिमीहरूले दिनको बिहान एकचोटि र बेलुका हैन रात्रि निन्द्रा त्यो जाने अगाडि एकचोटि विचार गर्नुपर्छ, अनुस्मरण गर्नुपर्छ कसरी म एक दिन मर्छ भनेर। यदि यो एक दिन म मर्छ भनेर त्यो अनुस्मरण गर्न सक्यो भने त्यो व्यक्तिले हैन त्याग पनि गर्न सक्छ। चागा नुसुरी सबै आउँछ, त्याग पनि गर्न सक्छ। पापबाट पनि मुक्त हुन्छ, अकुशल कर्मबाट पनि मुक्त हुन्छ। किनकि त्याग गर्न आउँछ भने म एक दिन मरिहाल्छ, किन यति धन सम्पत्तिमा आसक्ति भएर मेरो मेरो भनेर मलाई मलाई भने त्यो किन मेरो टास्ने फुल्ने भने त्यस्तो विचार आउँछ। अनि मृत्यु धर्मलाई अनुस्मरण गर्न सक्ने व्यक्तिले सकेसम्म त्याग गर्छ, त्याग गर्छ। छोराछोरीलाई पनि त्याग गर्छ हैन, सबैले त्याग गर्छ। यो त्याग गर्ने 3 तरिकाले त्याग हुन्छ। यो त्याग गर्ने पनि 3 तरिकाले त्याग गर्छ। एउटा भौतिक, एउटा भौतिक सम्पत्तिलाई त्याग गर्न सक्ने मृत्यु धर्मलाई स्मरण गर्ने व्यक्तिले। अर्को पुद्गल वा व्यक्तिले त्याग गर्न सक्छ। अर्को आत्मदृष्टिलाई त्याग गर्न सक्छ। मर्न त्यसकारणले यो मरणासुत्ति भनेको प्रज्ञा भावना हो। यो प्रज्ञा वृद्धि हुने भावना हो। यो मरणासुत्ति, यो प्रज्ञा नभएको व्यक्तिलाई यो मरणासुत्ति ध्यान गर्न सक्दैन। तिनीहरूलाई सबै माथिको हो। बुद्धानुस्मृति, धम्मानुस्मृति, सङ्घानुस्मृति, चागानुस्मृति त्यस्तो हो। मरणानुस्मृति भनेको प्रज्ञावानहरूलाई मात्र भावना गर्न सक्ने पावर, एकदम गम्भीर छ यो हैन। सरल गर्नको लागि यो सधैँ सधैँ मृत्यु दण्डलाई अनुस्मरण गर्ने व्यक्तिले यस्तो त्याग गर्न सक्छ, भौतिक सम्पत्तिलाई त्याग गर्न सक्छ हैन। यो तिनैवटालाई त्याग गर्न सक्छ। भौतिक सम्पत्ति भनेको जग्गा जमिनदेखि लिएर आफ्नो घर सम्पत्ति सबै लिएर जे जति आफूसँग भएको सम्पत्ति छ त्यो सबै भौतिक सम्पत्ति, भौतिक संरचना छ नि त्यो सबै यसमा आउँछ। गहना हैन, एकदम अमूल्य गहना छ। अनि पैसा त्यो पनि यसमै आउँछ। यो सबै त्याग गर्न सक्छ मृत्यु धर्मलाई अनुस्मरण गर्न सक्ने व्यक्तिले हैन। जति भए तापनि छोडेरै जानुपर्छ। छोडेर जाने यो सम्पत्ति मेरो मेरो भनेर किन यो समात्ने, किन यो यसमा फुल्ने टास्ने भनेर त्यस्तो सोच आउँछ। यो जिन्दगी भनेको हैन 4-5 दिनको जिन्दगी त हो नि। सधैँ बाँच्न सक्दैन, सधैँ यहाँ बस्न सक्दैन, एक दिन त मरिहाल्छ, छोडेरै जान्छ हैन। सबै छोडेर जान्छ। हाम्रो आमा बुवाहरूले हाम्रो घरलाई छोडेर गएको जस्तै, हाम्रो जग्गा जमिनलाई छोडेको जस्तै हैन, छोराछोरीलाई छोडेर गएको जस्तै म पनि एक दिन त्यस्तै जानुपर्छ भनेर सोच आयो भने यस्तो त्याग भाव आउँछ। एउटा के भौतिक सम्पत्तिले त्याग गर्छ। अनि अर्को पुद्गलवा व्यक्ति भनेको को? आमा बुवालाई, छोराछोरीहरूलाई, आफ्नो श्रीमान श्रीमतीलाई, परिवारजनलाई, साथीहरूलाई हैन, आफ्नो टोलवासीहरूलाई, आफ्नो देशवासीहरूलाई सबै छोडेर जान सक्छ। जस्तै हाम्रो बोधिसत्व जस्ता सिद्धार्थले मरणासुत्ति ध्यान त्यो आएर हो नि हैन। 3वटा दृश्य देख्यो। एउटा के बुढाको अवस्था, अर्को बिरामीको, अर्को मर्न। यो 3वटा देखेर उहाँलाई एउटा वैराग्य चित्पन्न आयो हैन। के
वैराग वैराग है, यो वैराग चित्त। यो वैराग चित्त है। वैराग चित्त आउनको लागि के अनित्य धर्म बुझ्नुपर्छ है। के तीनवटा देख्यो न, के देखेको? जरा व्याधि मरण। जरा व्याधि मरण यो दुःख बोध भयो भने उहाँलाई वैराग चित्त आउँछ। हाम्रो बोधिसत्वलाई यही वैराग चित्त उत्पन्न भयो नि। यो दृश्य सबै देख्यो हैन, कल्पना गर्यो, म पनि एक दिन त यो जन्म भएको कारणले म पनि बुराई हुन्छ, भविष्यमा जान्छ, म पनि एक दिन बिरामी हुन्छ, म पनि एक दिन मृत्यु हुन्छ। यस्तो जीवन के जीवन, यस्तो जिन्दगी के जिन्दगी हो? जन्मेर मृत्यु रहेर जाने यो जिन्दगी के हो त? यसमा कुनै न कुनै यो दुःखबाट मुक्त हुनको लागि एउटा मार्ग त हुनुपर्छ, सत्य त हुनुपर्छ, धर्म त हुनुपर्छ भनेर अनि यो जिन्दगीको बारेमा विचार गरेर उहाँलाई के वैराग चित्त उठ्नु आयो है। वैराग चित्त, वैराग चित्त आएको कारणले उहाँलाई सबै त्याग गर्न सक्यो है। त्याग भाव आयो। के त्याग गर्न सक्यो? भौतिक सम्पद सबैलाई त्याग गर्न सक्यो। रम्य सुरम्य शुभ दरबार तीनवटालाई त्याग गर्न सक्यो। जे जति दरबारमा आफूलाई हैन आफ्नो आफूलाई पाउन जे जति सम्पद छ त्यो सबैले त्याग गर्यो। अनि अर्को पुद्गल व्यक्ति हैन आज जन्म भएको राहुलाई त्याग गर्यो। आफ्नो स्वास्नी वा श्रीमती यशोदलाई त्याग गर्यो। आफ्नो बुवा शुद्धोधन महाराजलाई त्याग गर्यो। सानोदेखि पालन पोषण गरेको आफ्नो सानो आमा प्रजापति गौतमले त्याग गर्यो। पुद्गल व्यक्ति भनेको सबैले त्याग गर्यो। त्याग गरेर उहाँ गयो। यो दुईटा हैन वैराग चित्त उत्पन्न हुने कारणले यो त्याग गर्न सक्छ। अर्को आत्मदृष्टि, यो त्याग गर्ने सजिलो छैन। यो त्याग गर्न सजिलो छैन। यो त्याग, यो दुईवटा त्याग गर्न अलि सजिलो हो। यो भन्दा यो गाह्रो छ, यो भन्दा झन् यो गाह्रो छ। यो त सजिलो छ माथिको भौतिक सम्पत्ति त्याग गर्ने, त्यो पनि त धेरै गाह्रो छ हैन। आफ्नो जग्गा जमिन त्याग गर्न सक्छ? सक्छ? अहिले त करोडौँ करोड गइछ जग्गाको हैन मूल्य। 1 रोपनी छ भने कति आनाको कति 50 लाख 60 लाख हुन्छ आनाको। अनि 1 रोपनीको 16वटा भयो भने कति हुन्छ त? 50 लाख भने पनि कति हुन्छ? ल 8 करोड भयो। अनि त्याग गर्न सक्छ? गाह्रो छ। यो पनि सजिलो छैन। यो पनि त्याग गर्न सजिलो छैन। धनधान्य सम्पत्ति जग्गा जमिन त्यो त्याग गर्न सजिलो, तर अरूभन्दा यो सजिलो छ त हैन। धन सम्पत्ति त्याग गर्ने जस्तो होइन नि आफ्नो छोराछोरीलाई त्याग गर्ने, त्यो त धेरै गाह्रो छ नि। त्यसकारण व्यक्तिलाई त्याग गर्ने भनेको, पुद्गललाई त्याग गर्ने भनेको धेरै गाह्रो छ। आमा बुवालाई त्याग गर्ने हैन, छोराछोरीलाई त्याग गर्ने, श्रीमान श्रीमतीलाई त्याग गर्ने धेरै गाह्रो छ। त्यसकारणले त दिन हैन जिन्दगीभरि त्यो कारणले हामी दुःख हुने, त्याग गर्न नसकेको कारणले यो हो। अनि यो दुईटा भन्दा यो आत्मदृष्टिलाई त्याग गर्ने भनेको एकदमै गाह्रो छ। यो आत्मदृष्टिलाई त्याग गर्ने भनेको के? पञ्चस्कन्धलाई, यो पञ्चस्कन्ध चाहिँ रूप वेदना संज्ञा संकार विज्ञान, त्यो पञ्चस्कन्ध म हो, यो मेरो हो, यो मेरो आत्मा हो भनेर है, म हो, मेरो आत्मा हो भनेर के टास्ने, भुल्ने, हैन। अर्को के शब्द? यो हो आसक्ति।
ल यो सजिलो छैन यो त्याग गर्ने है, अरूभन्दा एकदमै गाह्रो छ यो। आत्मदृष्टिलाई त्याग गर्ने विपश्यनामै आउनुपर्छ, विदर्शना ज्ञानै हुनुपर्छ, मात्र गर्न सक्दैन, यो सजिलो छैन। ल कहाँ मरणानुसार है, त्यस कारणले यो मरणानुसार भनेको प्रज्ञाको विषय हो है। प्रज्ञावान व्यक्तिलाई मात्र यो गम्भीर रूपले स्मरण गर्न सक्छ। हामीले त के मृत्यु भएको अवस्थामा दुःख भयो, रुने हो, हाहु गर्ने हो, एकछिनको लागि, त्यति मात्र हो हाम्रो त। यो प्रज्ञाको स्वभाव होइन त्यो है, त्यो प्रज्ञाको स्वभाव होइन। प्रज्ञाको स्वभाव यस्तो आउनुपर्छ। ल यो पनि भयो है, छोटकरीमा है। कायो दिगुच्चो सकलो दुगन्धो गच्छन्ति सब्बे मरणं अहंच। ल यसरी के गच्छन्ति सब्बे मरणं अहंच। ल ध्यान बस्दाखेरि नमामि बुद्धं गुणसागरान्तं सत्ता सदा वन्तु सुखी अवेरा। कायो दिगुच्चो सकलो दुगन्धो गच्छन्ति सब्बे मरणं अहंच। चतुरार्यको ध्यान हो है। नमामि बुद्धं गुणसागरान्तं बुद्धानुस्सति हैन, सत्ता सदा वन्तु सुखी अवेरा मितानुस्सति, कायो दिगुच्चो सकलो दुगन्धो अशुभानुस्सति, गच्छन्ति सब्बे मरणं अहंच मरणानुस्सति। चारैवटा छ त्यसमा, त्यो गाथा एउटामा हैन चारवटा ध्यान छ। एकदमै राम्रो गाथा हो, कण्ठ गरेर राख्नुहोस्। कण्ठ छ छ सबैले कण्ठ छ, राम्रै छ नि, छ कि छैन? फेरि एकचोटि भन्नुहोस् ल, ल भन्नुहोस्। नमामि बुद्धं एकदम राम्रो छ यो गाथा। एक गाथामा चारवटा ध्यान छ त्यसमा, अनुस्सति ध्यान चारवटै छ त्यसमा है। त्यो मध्ये एउटा हो मरणानुस्सति। गच्छन्ति सब्बे, सब्बे सबैजना हैन, सबैजना मरणं गच्छन्ति मृत्यु हुन्छ भनेर हैन, आफू पनि अहंच म पनि, अरू जस्तै म पनि एक दिन मृत्यु हुन्छ भनेर अनुस्मरण गर्ने, सधैँ है, सधैँ अनुस्मरण गर्ने मरणानुस्सति। अनि यो मरणानुस्सति
मरणं नियतं। यो ध्यानको वाक्य हो। यो सबै ध्यान बस्ने बेलामा उच्चार गर्ने हो। सब्बे सत्ता मरिसन्ति मरणं तं जीवितं। सबै सत्व प्राणी मृत्यु हुन्छ, मरणं तं यो जीवित मृत्युमा अन्त हुन्छ है। मरणमा अन्त हुन्छ। मरणं तं जीवितं, जीवित मरणं अन्त हुन्छ। जीवितं अनियतं, जीवित अनियत छ तर मरणं नियत छ। जीवित मात्र नियत छैन, अनियत छ तर मरण अनिवार्य नियत छ। एक दिन त मर्छ। जीवित स्योर छैन, मरण स्योर छ। एक दिन त हुनै हुन्छ तर त्यो दिन कहिले हुन्छ थाहा छैन। आज, भोलि, पर्सि थाहा छैन। लेखेपछि अर्थ पनि थाहा हुने है। सब्बे सत्ता मरिसन्ति मरणं तं जीवितं। अहिले थाहा पाएको जस्तो हुन्छ, पछि यो के भनेको जस्तो हुन्छ। अर्थ पनि लेख्नुहोस्। मरणानुस्मृति। अनि अर्को 9 नम्बर है। 9 के कायगतानुस्सति। कायगतानुस्सति। कायगत अनुस्सति। कायगतानुस्सति भनेको एउटा अशुभानुस्सति ध्यानी हो। यो कायगतानुस्सति ध्यान पनि एकदमै पावरफुल ध्यान हो। जो रागलाई, तृष्णालाई है, राग, तृष्णा, लोभ यसलाई हटाउनको लागि एकदमै उपकार हुने ध्यान हो। राग धेरै भएको व्यक्तिहरूले ध्यान बस्नुपर्ने हो। यो कायगतानुस्सति ध्यान। राग कुनै व्यक्तिहरू धेरै राग हुन्छन्। त्यो 6वटा चरित्र छ नि, थाहा छ है। राग चरित्र, द्वेष चरित्र, मोह चरित्र, श्रद्धा चरित्र, वितर्क चरित्र, बुद्धि चरित्र। 6वटा छ नि। कुनै व्यक्तिमा यो 2-3वटा पनि हुनसक्छ। कुनै व्यक्तिमा यो 6वटा पनि हुनसक्छ। तर यो चरित्र विभाजन गरिएको जुन त्यो गुण धेरै छ त्यो अनुसार हो। धेरै गुण भएको छ त्यो अनुसार मात्र त्यो विभाजन गरेको। त्यो अनुसार धेरै राग भएको व्यक्तिले, तृष्णा हैन, त्यो व्यक्तिले ध्यान भावना गर्नुपर्ने यही हो, कायगतानुस्सति ध्यान। प्लान होइन कि आफ्नो चरित्र बुझ्नुपर्छ ध्यान बस्नुको लागि। यो चरित्र बुझ्ने भनेको कस्तो भन्दाखेरि एकचोटि त्यो पनि भनौँ कि बिरामी एकजना छ। बिरामी त छ, कस्तो बिरामी, कुन बिरामी, के रोग छ त्यो थाहा छैन। अनि बिराम भयो भनेन अनि औषधि दिन्छ है। के औषधि दिन्छ थाहा छ? औषधि दिने त हो, औषधि दिन, तर दिन थाहा छ? डाक्टरले दिन सक्छ? त्यो के फार्मेसीमा बसेको व्यक्तिले दिन सक्छ? अनि त्यो औषधि दिनुको लागि पहिले के बुझ्नुपर्छ? रोग के हो? रोग के हो भने एउटा बुझ्नु पर्यो नि। त्यो रोगै बुझेन, ल औषधि लिनु ल भने दिन सक्छ? त्यस्तै हो यो भावना भनेको भने है। अहिले जुन हामी ध्यान बसेको तरिका के भन्दाखेरि बिरामी थाहा छैन, औषधि छ।
रोग के भनेर थाहै छैन, औषधि लिएछ अनि औषधि पनि खाएछ अनि निको हुन्छ पनि थाहै छैन। पहिले रोग के भनेर पत्ता लगाउनु पर्यो नि। त्यस्तै नि यो जुन है ध्यान साधक यो हो है, ध्यान साधक हो। यो ध्यान साधक व्यक्तिलाई ध्यान निर्देशन दिनुको लागि यो ध्यान साधक कस्तो चरित्र छ बुझ्नु पर्यो नि। कस्तो चरित्र, राग ढेरी छ कि, द्वेष छ कि, मोह छ कि, श्रद्धा छ कि है, अनि वितर्क छ कि, अनि बुद्धि छ कि। ल यो अनुसार यो रोग हो। यो के रोग हो। यो मान्छेसँग भएको रोग लक्षण हो। यो राग भनेको एउटा मानसिक रोग हो, द्वेष भनेको मानसिक रोग हो, मोह भनेको अज्ञानता, मूर्ख भनेको एउटा रोग हो हैन। यो सबै रोग हो। यो रोग थाहा भएर मात्र औषधि लिनु पर्यो नि। अनि त्यस्तो राग अधिक भएकोलाई कुन औषधि लिनु पर्यो त? कायघटासति वा अशुभानुसति है, वा 10 अशुभ है। अनि अर्को द्वेष चरित्र तिनीलाई के दिनु पर्यो त? औषधि त दिनु पर्यो नि। के औषधि दिने उहाँलाई? मैत्री मित्रानुसति ध्यान दिनुपर्छ। अनि मोह चरित्र थिएन कि मूर्ख अज्ञानता भएको आनापानसति है। श्रद्धा चरित्र थिएन। श्रद्धा चरित्र हुने व्यक्तिलाई बुद्धानुसति, धम्मानुसति, साङ्गानुसति, शीलानुसति, चागानुसति सबै हुन्छ। त्यो 5वटा हुन्छ। बुद्ध, धम्म, सङ्घ, शील, हैन, चाग, देवटा, त्यो 6वटै हुन्छ उहाँलाई। अनि वितर्क सधैँ तर्क वितर्क वाद विवाद हुने व्यक्ति हुन्छ नि, त्यो व्यक्तिलाई के हुन्छ? आनापानसति हुन्छ। आनापानसति। अनि बुद्धि चरित्र हुने व्यक्तिलाई मरणानुसति हुन्छ। यो चरित्र हिसाब है। यो चरित्र लक्षण हो। यो ध्यान निर्देशन हो। यसलाई कर्मस्थान भन्छ है। के यो के चरित्र लक्षण, जो के ध्यान निर्देशन वा कर्मस्थान हो। यो चरित्र लक्षण एउटा ध्यान निर्देशनमा कर्मस्थान भन्छ त्यसलाई। यदि ठिक तरिकाले हैन, ठिक तरिकाले त्यो ध्यान साधकलाई कर्मस्थान पायो भने चाँडै नै उहाँको ध्यान वृद्धि हुन्छ, विकास हुन्छ। अनि यहाँ हेर्नुहोस्, द्वेष धेरै छ, एकदम द्वेष छ। त्यस्तो द्वेष भएको व्यक्तिलाई मरणानुसति दियो भने के हुन्छ त? के हुन्छ? के हुन्छ? त्यस्तो द्वेष आक्रोशित हुने व्यक्तिलाई
यो कायगटा सठी अशुभ ध्यान दियो भने के हुन्छ त? झन् झन् द्वेष उत्पन्न हुन्छ, सफल हुँदैन हैन। रोगको अनुसार औषधि दिए छैन हैन, सही तरिकाले औषधि दिए भयो मात्र त उहाँलाई चाँडै नै निको हुन्छ नि। औषधि मिल्दैन, औषधि दिएको हो तर औषधि मिल्दैन, त्यो औषधि नमिल्यो भने चाँडै निको हुँदैन। त्यसकारणले बिरामी व्यक्तिको जुन त्यो बिरामी निको हुनको लागि सही औषधि हुनुपर्छ। त्यस्तै नै ध्यान साधकलाई पनि सही तरिकाको ध्यान निर्देशन हुनुपर्छ, नत्र सफल हुँदैन। अहिले धेरै जसलाई त्यस्तो भएको, ध्यान त बस्छ, जति ध्यान बसे पनि उन्नति हुँदैन, जस्ताको त्यस्तै, त्यहाँबाट माथि जानै सक्दैन। सायद त्यो ध्यानको हैन दोष होइन, त्यो ध्यान निर्देशन दोष भएको हो हैन। ध्यान त सबै राम्रो छ नि, यो ध्यान त सबै राम्रो छ नि हैन, नराम्रो ध्यान त कोही छैन नि, सबै छन्। तर आफूलाई हैन, आफूलाई सही तरिकाले त्यो ध्यान निर्देशन नपाएको कारण पनि हुनसक्छ। त्यसको लागि जुन ध्यान निर्देशन दिने व्यक्तिलाई यो चरित्र लक्षणको ज्ञान पनि हुनुपर्छ, अनि मात्र यो ध्यान सफल हुन्छ। श्रद्धालाई 5-6वटा छ नि, बुद्धानुස්සति, धम्मानुස්සति, सङ्घानुස්සति, शीलानुස්සति, चागानुස්සति, देवतानुස්සति, सबै हुन्छ, त्यो सबै मिल्छ। श्रद्धा उहाँलाई झन् झन् श्रद्धा वृद्धि हुन्छ नि, भगवान् बुद्धको अनन्त गुणलाई सम्झ्यो भने झन् झन् श्रद्धा वृद्धि हुन्छ हैन। धर्मलाई त्यो सम्झनु गर्दा झन् झन् धर्मप्रति श्रद्धा आउँछ, आस्था आउँछ, भावभक्ति हुन्छ श्रद्धा चाहिँ। ल यो पनि ठिकै भयो है। ल छैन कायगटा सठी भनेको के भनेर आएकै छैन हैन, चरित्र मात्र भनेको कायगटा सठी ध्यान बस्ने अहिले धेरै टाइम भइसक्यो। यो कति 32वटा छ, 32वटा यो शरीरमा भएको अङ्ग प्रत्यङ्ग हो। यो 32 यो शरीरमा 32वटा अङ्ग छ। के केसा, लोमा, नखा, दन्ता, टचो, मनसा, नारु, अट्टी, अट्टिमिन्य, वाक्कङ, हृदयङ, याकन, कण्ठ छ। टाउकोदेखि पादान्तसम्म जति छ त्यो अङ्ग, त्यो सबलाई अनुस्मरण गर्ने है यसमा। केसा, लोमा, नखा, अनि त्यो अनुस्मरण गर्ने कसरी, हेर्ने कसरी, त्यो धेरै विस्तार गरिसकेँ नि मैले है। त्यो 32वटा अङ्ग पछि पनि आउँछ यो सठीपट्ठानमा आउँछ, कायानुपसनाभित्रै आउँछ यो, त्यहाँ विस्तृत रूपले हामी व्याख्या गरौँ है। अहिले त्यो गर्ने कायगतानुसार भनेको के, शरीरमा भएको 32वटा अङ्गलाई अनुस्मरण गर्ने ध्यान हो। यो अशुभ ध्यान जस्तै हो हैन। यो कसरी ध्यान गर्ने यो पनि देखाउने। एउटा केसा, केस भनेको के, केस है, कपाल, यसलाई हैन यो नित्य छैन, नित्य होइन, अनित्य हो। केस नित्य होइन, अनित्य हो। केस शुभ होइन, अशुभ हो। केस सुख होइन, दुःख हो। यसरी ध्यान बस्ने छोटकरीमा अहिलेको लागि है। यो केस यो 32वटै त्यही हो, त्यसरी हो। केस नित्य होइन, अनित्य हो। केस शुभ होइन, अशुभ हो। केस सुख होइन, दुःख हो। अर्को पनि एउटा, केस आत्मा होइन, अनात्मा हो। छोटकरीमा 10 नम्बर
आज सकिन्छ न के आनापानसति ल आनापानसति यो के आन अपान सति तीनवटा शब्द छ आन आश्वास पान प्रश्वास सति स्मृति आन भनेको के आश्वास अपान प्रश्वास सति स्मृति वा होस होस राख्नु सति भनेको होस ल आनापान सति यहीँ बुझ्छ नि होइन आश्वास प्रश्वास प्रति के स्मृति राख्ने होस राख्ने आश्वास प्रश्वासमा होस राखी अनुस्मरण गर्ने ध्यानलाई आनापान सति ध्यान भन्छ यो धेरै विस्तार गर्नु पर्दैन है यो धेरै विस्तार जहिले पनि बस्ने यही ध्यान त हो नि हैन अरू ध्यान त बस्दैन यो ध्यान त जहिले पनि बस्ने हो भने हैन आनापान सति ध्यान त्यस कारणले अहिले अर्थ बुझ्नु आन आश्वास अपान प्रश्वास सति स्मृति वा होस आश्वास प्रश्वासलाई होस राखी वा स्मृति राखी ध्यान बस्नेलाई आनापान सति ध्यान बस्छ थाहा छ है यो ध्यान बस्ने व्यक्ति यहाँ छ नि यो के नाक यो नाकमा यहाँ होइन यहाँ नाक होइन यहाँ होस राख्नुपर्छ यो होस भनेकै सति है सति भनेको के एउटा चित्त हो नि है यो सति भनेकै यहाँ चित्त यहाँ राख्ने त्यहाँ चित्तलाई राखेर अनि मजाले हेरिराख्ने आश्वास कसरी सास भित्र आउँछ कसरी सास बाहिर जान्छ आउने तरिका पनि हेर्ने जाने तरिका पनि हेर्ने आउँदाखेरि पनि होस राख्ने जाने बेला पनि होस राख्ने बिना होसले सासलाई भित्र नलिने बिना होसले सासलाई बाहिर पनि नलौ आनापान सति ध्यानमा त्यस्तो हो बिना होसले केही पनि नगर्ने अनि अर्को जबरजस्तीले पनि सासलाई नलिने कसरी गरेर टेप्सले पनि नलिने गरेर जबरजस्तीले पनि बाहिर नपठाउनु जस्ताको त्यस्तै हेरिराख्ने मात्र हो आनापान सति ध्यानमा कुन अवस्थामा पनि यो सासलाई आफ्नो नियन्त्रणमा नराख्ने आफूले नियन्त्रण नगर्ने कब्जामा नलिने कन्ट्रोल नगर्ने यदि कन्ट्रोल गर्न गयो भने आश्वास प्रश्वासलाई कन्ट्रोल गर्न गयो भने आफ्नो नियन्त्रणमा हैन राख्न गयो भने आफूलाई के हुन्छ एकदम के गाह्रो हुन्छ यो नियन्त्रणमा गर्नै सक्दैन के गर्नै नसक्ने काम गर्न गयो भने धेरै नै समस्या आउँछ त्यसकारणले आनापान सति ध्यान बस्ने भनेको आश्वास प्रश्वासलाई आफ्नो नियन्त्रणमा राख्ने होइन जस्ताको त्यस्तै हैन आश्वास प्रश्वास भएको छ त्यो अनुसार मात्र हेर्ने हो खाली आँखा चिम्लेर त्यो हेर्ने आउने कसरी जाने कसरी हैन आउने जाने त्यो मात्र हेरिराख्ने हो अनि पछि त्यो हेर्न सक्यो भने त्यो आश्वास प्रश्वास भित्र अनि विभिन्न हैन वर्गीकरण आउँछ
प्रभेद आउँछ अनि त्यो पनि देख्न सक्छ। अहिलेको लागि यही गर्ने, त्यो पनि हामी कायानुपस्नामा आउँछ। यो विस्तृत रूपले सुरुवात हुने यही हो नि, आनापानसपछि सुरुवात हुन्छ हैन। त्यहाँ हैन, अहिले यो मात्र बुझ्नु, आनापानसति भनेको कि आश्वास प्रश्वासलाई केन्द्रबिन्दु गरेर ध्यान बस्ने हो वा आश्वास प्रश्वासलाई होस राखेर ध्यान बस्ने हो। ध्यान बस्दाखेरि कुनै अवस्थामा पनि आश्वास प्रश्वासलाई आफ्नो नियन्त्रणमा राख्ने होइन, कब्जामा राख्ने होइन, बसमा राख्ने होइन, जस्ताको त्यस्तै हेर्ने, अनुस्मरण गर्ने, होस राख्ने, त्यही हो। है ल आनापान ඒකායනෝ අයං භික්ඛවේ මග්ගෝ සත්තානං විසුද්ධියා සෝක පරිද්දවානං සමතික්කමාය දුක්ඛ දෝමනස්සානං අත්ථගමාය ඥායස්ස අධිගමාය නිබ්බානස්ස සච්චිකිරියාය යදිදං චත්තාරෝ සතිපට්ඨානා